माओवादीका अध्यक्ष कमरेड प्रचण्डले चाहिँ आज एक कार्यक्रममा बोल्दै पूर्व राजा ज्ञानेन्द्र र त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईको विषयमा चाहिँ केही कुराहरू गर्नुभएको छ। उहाँले चाहिँ उक्त कार्यक्रममा चाहिँ पूर्व राजा ज्ञानेन्द्रलाई चाहिँ बुद्धि नभएको भनेर भन्नुभएको छ। त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई चाहिँ उहाँले हावाको संज्ञा दिनुभएको छ। यो भिडियो एकचोटि हेर्नुहोस्। दुर्गा प्रसाई हावा एउटा हावा हो भन्ने हामी सबैलाई थाहा छ। यस्तो मान्छेलाई कमान्डर बनाउने मलाई त दुर्गा प्रसाईलाई त बिचरा के भन्नु छ र ज्ञानेन्द्रको बुद्धि के बुद्धि भयो मान्छे होला। साथीहरू भिडियो हेरिहाल्नु होला। उक्त भिडियोमा चाहिँ प्रचण्डले चाहिँ ज्ञानेन्द्रलाई चाहिँ बुद्धि नभएको भनेर चाहिँ भन्नुभएको छ, पूर्व राजा ज्ञानेन्द्रलाई। त्यसैगरी दुर्गा प्रसाईलाई चाहिँ हावादारी मान्छे भन्नुभएको छ। उहाँको भनाइअनुसार चाहिँ पूर्व राजा ज्ञानेन्द्रले चाहिँ हावादारी मान्छेलाई कमान्डर बनाएकै कारणले गर्दा अस्तिको घटना भएको हो र यस्तो पाराले चाहिँ राजा आउँदैनन् भन्न त खोज्नु भएको होला सायद, होइन? त्यही भएर चाहिँ अब राजाले के चाहिँ विचार गर्नु पर्यो भने अलिक राम्रो कमान्डर बनायो भने चाहिँ राजा फर्किने रहेछन् भन्ने कुरो चाहिँ अहिले हाम्रो प्रचण्डको भनाइअनुसार पनि बुझियो, होइन? उहाँले पनि त्यही भन्न खोज्नुभयो। कमान्डर भएन, कमान्डर अलिक ठिक भयो भने चाहिँ फर्किन सक्छ है भन्न त खोज्नु भएको होला सायद, होइन? हावादारीलाई कमान्डर बनाएको कारणले गर्दा त्यस्तो भयो। अलिक ठिक मान्छेहरूलाई चाहिँ कमान्डर बनाउनु भयो भने राष्ट्र संस्था फर्किन सक्छ है भन्न खोज्नु भएको होला सायद। अथवा तपाईँहरूलाई चाहिँ के लाग्यो उहाँको भनाइअनुसारले? तल कमेन्ट गर्नु होला है त।